我要把一个好好的经给主公到他们一个人。多跟你这能去参报，当这个东道的去的多。हामी हजुर यहाँ नेपाल बौद्ध निगमा झन्डेर सङ्घको आयोजनामा गोविन्द धोजीसँगको लगायत यो संस्थाको सम्पूर्ण टिमले अनि झन्डेर गन्जुसेरमा उत्तर नीतिको पूर्व आदेश 5 किलाको प्रवचन गरिदेऊ भन्नुभयो। त्यस्तै गरेर हामी झन्डेरकै छिटो तुझे सिम्बु ढोवा पिण्डो अवलोकितेश्वरको भएर साधनाको अभिषेक वाङ आगम लुङ उपदेश छि गर्नु पर्यो भनेर अस्ति हाम्रो नेपाल बौद्ध निगमा झन्डेर सङ्घको समितिले मलाई भनेको अनुसार अब हामी आज यहाँ भेला भएको हो र अब बिहान 8:30 देखि 11 बजीसम्म प्रवचन गर्ने हो। गन्डु नसकुन्जेल गन्डुको उपदेश सकिसकेपछि अनि तुझी सिम्बुको वाङ लुङहरू गरेर अनि पछि तुझी सिम्बुको लेचाङको ठी गर्ने हाम्रो त्यसरी कुरा भएको छ। अब तपाईहरु सबै थाहा भएको कुरा हो। यो गन्डु भन्छ नि, गन्डु पूर्वाभ्यास धार्मिक परम्परा अनुसार स्पेशली हामी वज्रयान भन्छौँ। वज्रयान बुद्ध धर्ममा 3टा विभिन्न परम्पराहरू छ। सबै बुद्धले नै देखाएको बाटो हो। थेरावेदन, महायान, वज्रयान भनेर। त्यसमध्ये हामी जति पनि यो हिमालयन भाषीहरू छ, हामीले अभ्यास गर्ने धर्म चाहिँ वज्रयान हो। वज्रयान सामान धोचे थिक्वा भन्छ। वज्रयान अभ्यास गर्नुलाई नहुने चाहिँ पहिले गन्डु पूर्वाभ्यास गर्नुपर्छ। पूर्वाभ्यास गर्दाखेरि गुरुमुखे परम्पराको विभिन्न पूर्वाभ्यासहरू बाहिरी पूर्वाभ्यास, भित्री पूर्वाभ्यास भनेर भित्री पूर्वाभ्यासमा चाहिँ 5 लाख जप गर्छौँ। तर झन्डेर परम्परा अनुसार सुरुमा चिकन सोल्दी पनि 1 लाख जप्नु पर्ने भएको हुनाले यो छालात्मक त्यही पनि सरल हो। त्यस्तो एउटा गन्डुको अभ्यास हामीले नगरिकन मूल अभ्यास भन्छौँ। जस्तो कि टुप्पोर नामसुङ भन्छ नि, 3 प्रकारको गुरुको साधना। त्यस्तै इष्ट देवको भजर किलाया अनि 8 हेरुका भन्ने लगायत र मूलमा झन्डेरको चाहिँ अब अन्तिम सबभन्दा माथिल्लो ताको चाहिँ खोम्ब सङ्गल भने जोक्छेन महाशान्तिको समाधि। त्यो जे गर्नु पर्यो भनेदेखि सुरुमा पहिले गन्डु अभ्यास सक्नुपर्छ। गन्डु अभ्यास नगरिकन त्यो मूल अभ्यास कुनै गर्ने परम्परा यथार्थमा छैन। किनभनेदेखि गन्डु अभ्यास गरेर हाम्रो सोचलाई परिवर्तन गरेर धर्ममा साँच्चीकै हृदयदेखि लाग्ने तयारी नभएसम्म धर्ममा लाए तापनि साँच्चीकै हामीले खासै धर्म चाहिँ गर्नु गाह्रो हुने भएको हुनाले यो जुन हाम्रो साधारण मन संसारमुखी भन्छौँ नि, नाम धन सम्पत्ति पद हो, त्यस्तोमा लोभेर धर्ममा लाग्छु भन्दाखेरि नि मनले साँच्चीकै हृदयदेखि धर्म गरेको गाह्रो हुने भएको हुनाले यो पूर्वाभ्यास गन्डु चाहिँ एकदमै महत्त्वपूर्ण मानिन्छ। उदाहरणको निम्ति त्याचे झटल रिम्पोछे, उहाँ गुरु रिम्पोछेको अवतारी हो, भेरोसानाको अवतारी हो। उहाँले जीवनमा 13 चोटि गन्डु घुम्न भन्छौँ नि, 5 लाख जप गर्ने गन्डु 13 चोटि गर्नुभएछ। उहाँ गुरु रिम्पोछेको अवतारीले
मेन्टु 13 चोटि गर्नुपर्छ भन्ने हामी त साधारण व्यक्ति बन्नु पर्यो। अनि हामीले चाहिँ मेन्टु गर्दै नगर्ने, मेन्टु सुन्दै नसुन्ने, अनि म चाहिँ थुप्रुप बस्छु लामारी चाहिँ बस्छु भन्ने गऱ्यो भनेदेखि त्यो अलिकति सान्दर्भिक भएन भने जस्तो परम्परा अनुसार भएन। त्यसले के हुन्छ, हाम्रो आफ्नो अभ्यासमा केही फल नपाउने र विकास नहुने हो। जागी नबसलेर घर बनाएको जस्तो हुने भएको हुनाले यो मेन्टु एकदमै महत्त्वपूर्ण हो। अब कर्म काण्ड पाठ पूजा गर्ने लामा गुरुहरूले त भन्नै परेन। हामी साधारण गृहस्थ भन्छौँ नि, परिवारवाला, अब आमा बुबा दाजुभाइ दिदीबहिनीहरू साँच्चीकै बुद्ध धर्ममा म लाग्छु भनेदेखि जुन हाम्रो बुद्ध धर्म त हुनु त भारतवर्ष र चाइना र नेपालबाट टिबेटमा गएको हो, तर टिबेटबाट अलिकति परिवर्तन भएर जुन यता फर्केर आएको छ वज्रयाना सामापुजी थेप। अब त्यसमा त एउटा मेन्टुको अभ्यास नगरिकन मैले पढ्दैछु, जप गर्दैछु, भावना गर्दैछु भने भनेदेखि अब अलिअलि त हुन्छ होला, खासै चाहिँ केही पनि हुँदैन। त्यस कारणले एकदमै यो ठुलो कुरा हो। हामीले समय निकालेर मेन्टु सुनिसकेपछि बुझ्ने प्रयास गर्ने, बुझिसकेपछि अनि अभ्यासमा लाग्नु एकदम नै जरुरी छ। यसरी नेपालीमा भन्दै गयो भनेदेखि हुनु त मेरो नेपाली त्यति राम्रो छैन, मैले नेपाली स्कुलमा गएर पढेको होइन, त्यस्तै चाखाने भात खाने भन्दै भन्दै सिकेको नेपाली हो। यसरी बोल्यो भने बुझ्यो, तपाईँहरू सबैले बुझ्छ मेरो कुरा, बुझ्छ होइन? योल्मु भाषामा भन्नु नपर्दो जस्तो हुने रहेछ होइन। अब यसो किन समयको पनि अभाव हुन्छ, बहुमत चाहिँ अब नेपाली बुझ्नेमा रहेछ नि, यो 30-35%ले चाहिँ योल्मु भाषा बुझ्ने रहेछ। बोर्ड भाषा त लगभग 10% मात्रैले बुझ्दो जस्तो रहेछ। त्यस कारणले अब त्यो हो। किनभने यो प्रवचन चाहिँ म युट्युबमा राख्ने भनेको कि, अनि फेरि समय धेरै बुझ्नु चाहिँ बुझेन भनेदेखि युट्युब हेर्नुमा लाग्दैन नि मान्छे, त्यस कारण। अब यो मेन्टु के रहेछ भन्ने कुरा चाहिँ मैले मोटामोटी किन गर्नुपर्ने रहेछ भने कतिको यो महत्त्वपूर्ण भन्ने कुरा तपाईँले बुझ्नुभयो नि त। अब ट्याप्चे चरण बुझेले 13 चोटि मेन्टुको अभ्यास गर्नुपर्छ भनेदेखि उहाँ स्वयं गुरु लुछे एउटा कल्याण मित्र गुरुको रूपमा हामी प्राणीहरूको हितको निम्ति पाल्नु भएको थियो। उहाँले 13 चोटि किन गरे भनेदेखि हामी अलिकति उहाँबाट पाठ सिकोस् भनेर उहाँले हाम्रो निम्ति उदाहरण राख्नु भएको हो। उहाँको गुरु बुझेको अवतारले 13 चोटि मेन्टु झरेर त बस्नु पर्दैन नि, तर मेन्टु कति इम्पोर्टेन्ट हो, कति महत्त्वपूर्ण हो, यो गर्नुपर्छ भने हामी जस्तोलाई बाटो देखाउनुको निम्ति उहाँले गरेको। र अब हामी मूल विषयमा जाउँ। धर्म सुन्नु भन्ने चाहिँ एकदम नै ठुलो कुरा हो, तर धर्म सुन्ने भन्दा पनि कसरी धर्म सुन्ने भने झन् महत्त्वपूर्ण हुन्छ। हामीले भोक लागेको बेलामा पेटभरि खान्छु, तिर्खा लागेको बेलामा पेट मेटाउनलाई के पिउँछु भन्छौँ नि, कसरी खाने कसरी पिउनु जानेर भनेको खान्छु पिउँछु भनेर मात्र त खासै काम लाग्दैन। त्यस्तै धर्म सुन्छु भने एकदम ठुलो कुरा हो, तर धर्म कसरी सुन्ने भने झन् महत्त्वपूर्ण हो। 去年版来讲，年初做，年没他不能不是，该去我们如果这个嘛，去年版来讲年初做，धर्म सुन्छु भनेर एकदमै ठुलो कुरा हो, तर कसरी सुन्ने भन्ने त झनै महत्त्वपूर्ण हो भन्छ कि। किन यो भनेको भनेदेखि
अहिले हामी यहाँ अब 150 कति छ होइन, बिहान 8 बजीदेखि हामी 11 बजीसम्म बस्छौँ। तर हामी यहाँ बसेको सबैले पुण्य बडा कमाउँछ, पाप बडा काट्छ भन्ने त्यो होइन। जसले सकारात्मक सोच, सकारात्मक विचार, धार्मिक परम्परा अनुसार सुन्ने हो उसले धेरै पुण्य कमाउने हो, उसले पाप धेरै काट्ने हो। बस्नु हामी यहाँ धर्मको पाठ पूजा अथवा प्रवचनमा बसेर पनि सही सँग, सही सोच, सही विचार, सही व्यवहारसँग बसेर सुनेर भनेदेखि शरीर पाठ पूजा गर्ने ठाउँ र धार्मिक सम्मेलनहरूमा राखे तापनि मनको सोच सही छैन भने त्यो धर्म हुँदैन। त्यस कारणले किन्लोङ र किन्चे भन्छौँ हामी पुस्तकभित्र, किन्लोङ र किन्चे। किन्लोङ मनसाय विचार, कस्तो सोचसँग त्यहाँ हामी प्रस्तुत हुने, किन्चे भने व्यापार आचरण, त्यहाँ कसरी बस्ने, यो निकै महत्त्वपूर्ण कुरा हो। त्यस कारणले विचार चाहिँ हामी सोच चाहिँ बुद्धिचित्तसँग संलग्न हुनुपर्छ। झन्झुक किसिम भन्छौँ नि, झन्झुक किसिमको भावना गरेर हामी बस्यो भने सोच हाम्रो सकारात्मक हो। अब बुद्धिचित्त भन्नु त भोलि हामी यो पहिला किलामा 2 भाग हुन्छ, शरण गमन र बुद्धिचित्त। क्याम्पुटर त्यति बेला विस्तृत रूपमा जान्छौँ हामी। तर मोटामोटी छोटकारीमा सरल भाषामा भन्दाखेरि के बुझ्नु पर्यो भनेदेखि यो छालोकमा भएको सम्पूर्ण प्राणीहरू नरकमा होस् देवलोकमा होस् मेरो पूर्व जन्मको आमाहरू हो भनी सम्झिनु पर्यो। र आमा भए भनेदेखि अहिले यो जीवनको आमा र पूर्व जन्मको आमामा समयको फरक छ। उहाँले हामीलाई गरेको कृपामा केही फरक छैन। अहिलेको आमालाई हामी सम्झिनु, 9 महिना कोखमा बोकेर त्यसको पछि हामीलाई जन्माएर, हामी त एउटा किरा जस्तो हो नि, बोल्नु नसक्ने, हिँड्नु नसक्ने, खानु नसक्ने, अनि आमाले के गर्छ, आफू नखाए आफू नलाइकन हामीलाई खुवाएर पिएर लगाएर हामीलाई हुर्काएको हो नि। त्यति मात्रै नभइकन आफूले यो जीवनको लास नमान्ने, अर्को जन्मको पाप नमाने गरेर जे जति आफूले जोडेको छ, जम्मा गरेको त्यो पनि सबै छोराछोरी भनेर दिएर राख्छौँ। आमाले हामीले त्यति ठुलो गुण गरेको नि, कृपा गरेको नि। र छालोकमा, नरकमा होस्, प्रेतमा होस्, पशुमा होस्, सम्पूर्ण प्राणीहरू हाम्रो पूर्व जन्ममा धेरैचोटि आमा भइसकेको हुनाले उनीहरूको मैले गुण तिर्नुपर्ने छ, उनीहरूको निम्ति मैले के गर्नुपर्ने छ भन्ने सोच हुनु पर्यो। अब 1-2 छाक खाना खुवाउने, 1-2 जोडा लुगा दिने, अलिअलि पैसा दिने, त्यो राम्रो पक्ष हो, तर त्यति ठुलो कुरो होइन। धार्मिक दृष्टिकोणले पिलसङलामी स्यालुङमा पटुल विषयले के भनेको छ, आमा बुबाको गुण तिर्नुको निम्ति बाउलाई चाहिँ यो दायाँ कानको माथि बोकेर, आमालाई चाहिँ बायाँ कानको माथि बोकेर यो संसार 3 चोटि डुलाइदियो भनेदेखि, गुमाइदियो भनेदेखि आमा बाबुको गुण तिर्नु सकिँदैन भन्छ। अनि त्यस्तो भए आमा बाबुको गुण तिर्ने केही अरू उपाय छैन भन्ने होइन, छ। कसरी आफूले सहीसँग धर्मको अभ्यास गर्यो भने आमा बाबुको गुण तिरिन्छ भनेको छ नि। त्यस कारणले हामी 2-2.5 घन्टा, 2-3 दिन, हप्ता 10 दिन जति हामी यहाँ धार्मिक काममा भेला हुन्छौँ, जम्मा हुन्छौँ, के सोच्नु पर्यो, मेरो आफ्नो स्वास्थ्य राम्रो हुन्छ कि, कहीँ नाम पाउँछ कि, मलाई मान्छेहरूले यो त एकदम धर्मात्मा भन्छ कि, गाडा दशा जान्छ कि भन्ने त्यस्तो आफ्नो व्यक्तिगत स्वार्थको कुरा नसम्झिकन मैले यो झाङदेन मेन्डु शर्मा उत्तर नीतिको पूर्व आर्यसको पञ्चकिला किन सुन्दैछु, किन यो बुझ्ने प्रयास गर्दैछु, किन म यो अभ्यास गर्नु गइरहेको छु भन्दाखेरि सम्पूर्ण प्राणी आमाहरूको हित होस्, कल्याण होस्, उनीहरू एउटै नछुटाइकन यो संसारको दुःखको सागरबाट मुक्त गरेर बुद्धता प्राप्त म एक्लैले गराइदिन्छु, त्यसको निम्ति म धर्म सुन्नु गएको छ भन्ने सोच भयो भनेदेखि अनि किन्लोङ झाङझुक किसिम भन्छ। यो सोच विचार चाहिँ बोधिचित्तको अनुसार हुने भयो। र त्यस्तै गरी व्यापार चारण
के हुनु पर्यो? बुद्धले स्वयं सूत्रमा के भन्नुहुन्छ? राप्तु माले सल्लतु दुल्ले तनी नम्बर के सिकी तुची थुम्बासिन राप्तु तिमले छुइन्छ भने स्वयं बुद्धले आफूलाई एकदम निम्न स्थानमा बस्नु भनेको छ। किन? आफूले साँच्चीकै एकदम शान्ति र अति सिम्पल व्यवहार देखाउनुको निम्ति ल म एकछिन ढिलो भएँ, म त मुनि पढेँ, म भन्दा त 4 लाइन माथि त फालना पुगेको छ, भोलि चाहिँ म अलि छिटो आएर कुनामै पस्छु भन्ने त्यस्तो होइन नि। राप्तु मले सर्वतु निम्नभन्दा निम्न स्थानमा बस्नु भन्दाखेरि आफूलाई एकदमै शान्ति सिम्पलको स्वभाव देखाउनु अनि एकदम शान्तिपूर्वक भनेछ। यो शान्तिपूर्वक भन्ने दुर्वे पल भन्छौँ हाम्रो मनभित्र लो रिस अविद्या दोषक क्षेत्र तिमुख भन्छौँ त्यस्तो नकारात्मक सोच रहित नभइकन सकारात्मक सोचसँग बस्नु पर्यो। सिकी तुची थुम्बासिन भन्छौँ। जब लामा गुरुहरूले प्रवचन गर्नुहुन्छ, वाङ दिनुहुन्छ, लुङ सुनाउनुहुन्छ, ठिक उपदेश दिनुहुन्छ, त्यो जुन भाषा छ त्यो चाहिँ कहिले धेरै वर्षसम्म खानै नपाएको पिउनै नपाएको मान्छेले अमृत दियो भने के गर्छ? सबै कुरा भुलेर त्यो अमृतमा मन एउटै ठाउँमा राखेर खान्छौँ नि। त्यसरी अरू के पनि नसोचिकन धार्मिक प्रवचन जे सुन्नुहुन्छ त्यसलाई मात्रै मान राखेर सुन्नु भने कि राप्तु टिमले छुइन्छ भन्छ। टिमले भने एकदम होसियारपूर्वक के मन एउटै ठाउँमा राखेर अरू सबै कुरा छोडेर धर्म सुन्नु भनेको हो। त्यस कारणले अब गुम्बाहरूमा के हुन्छ भने के भन्ने हुन्छ, के छुट्टिम्ब पनि भन्छ। त्यो के लामाहरूलाई ताल लगाउने नियुक्त गरेको हुन्छ नि। उनीहरू यसो हेर्छ राम्रो बसेको छैन, बोलेको छ, सुताएछ भने त्यही बनाइहाल्छ ड्याम्की ड्याम। अब गुम्बाको कोठामा बस्ने, गुम्बाको खाना खाने, गुम्बाबाट शिक्षा प्राप्त गर्ने म मान्दैन त भन्नै पाएन, जाऊ भोलि भन्ने हो। यहाँ त्यही ड्याम्की ड्याम दिइहाल्छ। अब हामी यस्तोमा चाहिँ के हुन्छ? आफ्नो कोठामा बसेको छ, आफ्नो माना खाएको छ, आफ्नो खुसीले आएकोलाई फेरि ड्याम्की ड्याम ताल लगाउँ भने त्यो पनि त्यति सुन्दैनौ नि। अनि निन्दाउने जस्तो, खेल्ने जस्तो, हाँस्ने जस्तो, मोबाइल खेल्ने जस्तो, आजकल त फेसबुक भन्ने हुन्छौँ नि। अब त्यस्तो चाहिँ हामी पाठ पूजा गर्ने समयमा होस् अथवा धार्मिक प्रवचन सुन्नेमा हो, त्यो गऱ्यो भने हाम्रो समय खेरो हो। समय खेरो भएपछि के हुन्छ? जीवन खेरो हुन्छ। जीवन खेरो फ्याङ्नु मन त कसैले हुँदैन नि। अलिकति के हो यसको त खुस्के छै के हो भन्छौँ नि। खुस्कियो भने अरू कुरा हो, खुस्किएको छैन ठाउँमै छ भनेदेखि त मेरो जीवन खेरो होस् त कसैले भन्दैन नि। त्यस कारणले 1-1.5 घन्टा जति बस्नुहुन्छ एकदम सार्थपूर्वक विश्वासपूर्वक। हामी बौद्ध मार्गी भन्छौँ नि, नाप्पा सङ्गेपा। सबभन्दा पहिले के हुनु पर्यो? गुरु र त्रिरत्न प्रति सारदा हुनु पर्यो। तेपा मेपा गुरु र त्रिरत्न प्रति सारदा छैन भनेदेखि, तेपा मेपा छैन भनेदेखि उनले धर्मको अभ्यास गर्ने भने नचिताइ हुन्छ। स्वयं बुद्धले सूत्रमा के भनेछ? तेपा मेपे मिनम्ला कार्की छुनी जुनी भन्छ कि जसमा सारदा छैन, विश्वास छैन, धर्म गर्छु भन्ने त अब नचिताएको हुन्छ कि हुँदै हुँदैन भन्नुभएको छ। त्यस कारण अरू बेलामा के भन्छौँ हामी? थेरावेदन महायानसम्म चाहिँ त्रिरत्न भन्छौँ बुद्ध धर्मसँग त्यसलाई। तर यो वज्रयानमा चाहिँ त्रिरत्न होइन, गुरु चाहिँ चौथे रत्न हो। कुञ्चोक शिव भन्छौँ। जोरवा योना कुञ्चोक शिव भन्छौँ। पूजा चढाउने भए चौथे रत्न गुरुलाई सेवा गर्नु भन्छन्। त्यस कारण हामी वज्रयानमा चाहिँ गुरु रत्न अनि इष्टदेव रत्न, बुद्ध चाहिँ इष्टदेवभित्रै जान्छ। अनि धर्म रत्न, सङ्घ रत्न, कुञ्चोक शिव। त्यस्तै भएको हुनाले हामीले शरण गमनको पाठ पढ्दाखेरि के भन्छौँ? लामालाई क्या सुन्छौ, सङ्घेलाई क्या सुन्छौ, चेडलाई क्या गिर्जुलाई क्या सुन्छौ भन्छ नि। हामी शरण गमन 4 ठाउँमा गर्छौँ। अब अरू बेला थेरावेदन फेकमेन भन्छौँ। उनीहरूले चाहिँ
त्यो भन्दैन बुद्धम शरणम गच्छामि, सङ्घम शरणम गच्छामि, धर्मम शरणम गच्छामि भन्दाखेरि बुद्धको शरणमा जाने, धर्मको शरणमा जाने, सङ्घको शरणमा, तर हामी महायान होइन, बजरयान। बजरयानमा गुरु सबभन्दा पहिले आउँछ। किन? बजरयान परम्परा अनुसार गुरुबाट अनुमति प्राप्त नगरेसम्म तपाईले सुन्नु त पाउनु हुँदैन। पढेर कर्मकण्ठ गर्ने, अभ्यास गर्ने भने त धेरै टाढो। किनकि जति पनि हामी बजरयानको साधनाहरू छ, जस्तो तुजी छिम्बु, टुकटुक, लामा रिक्जिन, सेटो, फुर्पा, कर्य, वाङ नपाएसम्म तपाईँले सुन्नु पाउनु हुँदैन। तपाईँले सुन्ने अनुमति पनि छैन, पढ्नु अनुमति त कता कता। अनि वाङको बाटो पाउने र अहिले हामीले गुरुमुछे बेच्नु सकिँदैन। फाबाचेरीजी अवलोकितेश्वर बेच्नु सक्दैन। बुद्ध त कता कता होइन, को बाटो? गुरु बाटो। वाङ थाप्नु पर्यो, लुङ सुन्नु पर्यो, चिसो। त्यस कारणले बजरयानमा चाहिँ गुरु एकदमै महत्त्वपूर्ण हो। बिना गुरु तपाईँ धर्मको भित्र पस्नै सक्नुहुँदैन। हुनु त हामी थेरावेदन महायानमा पनि शरण गमनको सिल प्राप्त गरेर मात्रै तपाईँ साँच्चीकै बौद्ध मार्गी, बुद्धको अनुयायी, बुद्धको चेला हुन्छौँ नि। शरण गमनको सिल नथापेसम्म मेरो काका ठुलो लामा थियो अथवा मेरो मामा ठुलो लामा थियो, म त त्यसको भान्जा नाति, म साँच्चीकै जन्मिँदाखेरि नै ठुलो लामा भयो भने धार्मिक दृष्टिकोणले होइन, धर्मको परम्पराले होइन। अब ठुलो ठुलो माथिबाट आएको औत्तरी गर्नेहरू छन्, त्यो पनि यथार्थ, त्यो नाम टाँगिएको होइन, यथार्थ हो भने अब उनीहरू हो। त्यसबाहेक शरण गमनको सिल क्याम्पको ढोका थापेर मात्रै हामी बौद्ध मार्गी हुन्छौँ भनेदेखि अरू त अब झन् धेरै टाढो भयो नि। त्यस कारणले त्यो पनि गुरुबाटै थाप्ने हो नि। त्यस कारणले हामी धर्ममा लाग्दाखेरि के हुनु पर्यो? शारदा, थेपा, मेपा, कसलाई? गुरु र त्रिरत्नलाई। अनि त्यसको माथि कर्ममा विश्वास हुनु पर्यो। कर्ममा विश्वास छैन भनेदेखि बुद्ध धर्ममा नलागिनु हो, त्यो ड्रामा मात्रै हो, त्यो धर्म होइन। अनि कर्ममा विश्वास गर्नु पर्यो। पुण्य कमायो भनेदेखि सुख पाउँछ, पाप गऱ्यो भने दुःख पाउँछ भने त्यसमा विश्वास गरेर पाप गर्नु भएन, पुण्य कमाउनु पर्यो। अब त्यसको माथि हामी त वज्रयान भन्छौँ नि, वज्रयानलाई महायानको बोधिचित्त झन्झु किसिमको अभ्यास छैन भने वज्रयानमा पनि ठाउँ छैन। त्यस कारणले सम्पूर्ण प्राणी आमाहरूको निम्ति करुणा निङ्जे हो। गुरु र त्रिरत्नलाई शारदा, कर्ममा विश्वास, सम्पूर्ण प्राणी आमाप्रति करुणा निङ्जे। अब यो छैन भनेदेखि हामी महायानमा काम छैन, समय खेरो मात्रै हो। घाँटी सुक्नेसम्म करायो भनेदेखि, ढाड दुख्नेसम्म बस्यो भनेदेखि, पसिना जति निकाल्यो भने त्यसले विकास, फाइदा, पुण्य केही पनि हुँदैन, त्यो खेरो हो। त्यस कारणले हामी मनबाट, जस्तो कि यहाँ मेरो तापुरमुछेले धर्म सुन्ने गर्दा पनि कसरी सुन्ने भन्ने कुरा महत्त्वपूर्ण हो भने यसबाट हामी बुझ्नुपर्छ हो। त्यसरी विचार राखेर सुनिदिनु पर्यो। अनि मोबाइलहरू साइलेन्स राख्नुहोस्। अब हामी आज त सुरु हो। पहिले नै धेरै नियमहरू भने त्यहाँ गाह्रो रहेछ भन्ने हर्ष नखानु, सिक्दै जाने हो। विकास हुँदै गर्छ, परिवर्तन हुँदै गर्छ। अब पहिले हरस गर मैले चाहिँ नसक्ला है भन्यो भने अनि कहिले सक्ने र? मान्छेको जुनी पायो, बुद्ध धर्म सुन्नु पायो, महान गुरुहरू दर्शन भयो, हात खुट्टा चलेको छ, मनले काम गर्दैछ। अब यति बेला नगरेका नानी भोलि भाल सबै सेतो, अनुहार सबै चौडी परेको, कान नसुन्ने, आँखा नदेख्ने, उठ्नु नसक्ने, बस्नु नसक्ने, त्यति बेला त केही पनि हुँदैन। अब खुलै खाएर आराम गर्ने मात्र हो। धरम सरम सबै अब त्यति बेला नचिताएको। दिउँसो खाना खाँदाखेरि बिहान खाजा के खाएको याद हुँदैन, के धरम गर्ने त्यति बेला? ल यसो जब ढाँट हुँदैन, मकै खाएको जस्तो के। अनि भावना गएर कम गऱ्यो भने त्यहीँ पुग्नुकै सुतेको हुन्छ। 1-1.5 घन्टापछि हा बजेर उठ्छ। अब त्यति बेला धरम सरम सबै गयो। त्यस कारणले हात खुट्टा चल्दा, दिमागले काम गर्दा, शरीर स्वस्थ हुँदाखेरि गर्ने हो। अब यो कुराहरू चाहिँ
के धर्म सुन्दाखेरि कसो मन बुद्धिचिता चन्जु किसिमसँग संलग्न त्यसको भावना अनुसार सम्पूर्ण प्राणी आमाहरूको हितको निम्ति हो, त्यसको निम्ति म धर्म सुन्नु गइरहेछ भन्ने अनि व्यवहार चाहिँ कस्तो एकदम शान्तिपूर्वक टिबेटियन भाषामा के भन्छ लाथालमुच मिक्छिमटु लुई बापुदाम भन्छ के धर्म सुन्दाखेरि हात जोडेर आँखाबाट आँसु चुहाएर शरीरको रोमहरू पनि सबै माथि उठेर किन मोक्ष पायो भने कतिको शान्ति छ त्यो पाउनुमा मन लोभिन्छ। दुर्गति नरक प्रेत पशुमा जन्मे भने कस्तो दुःख छ भने त्यो दुःखहरू सुनेर डर त्रास लाजले धर्म त त्यसरी सुन्यो भने हाँस्दै खेल्दै निन्दाउँदै जिस्काउँदै धर्ममा लाग्दैन। त्यस कारणले अब यो पहिलो दिन हो, अलिकति यो भनेर राख्नु भनेर हो। अनि अब नुन्टु भन्छ नि, नुन्टु पूर्वाभ्यास नुन ला डो भन्छ नि टिबेटियन भाषा। नुन ला डो भने यो पहिले गर्नुपर्छ अरे भन्यो हो कि डो भन्ने त हिँड्ने भयो। अब यो पहिले घर भन्ने कुरा हो। अर्थ चाहिँ के भन्दा पहिले मूल अभ्यास भन्दा पहिले मूल अभ्यास के जस्तो कि ढुक्कर नामसुङको छाम बस्ने, काके फुर्पाहरूको छाम बस्ने, त्यस्तै कोम्बसङ्गरको जोक्सेनको अभ्यास गर्ने हो। त्यो भन्दै पहिले जानुपर्छ भन्ने हो। अब हुनु चाहिँ छाङदेरमा मेन्डु दुईवटा हुन्छ, एउटा काकीको मेन्डु भनेर एउटा चाहिँ मेन्डु सेर्गा भन्ने दुईवटा छ। त्यो काकीको मेन्डु चाहिँ धोसेटा परम्परा अनुसार चाहिँ फुर्पा पर्दाखेरि काके पर्दाखेरि मेन्डु सेर्गा पर्दैन। त्योभन्दा पहिले काकीको मेन्डु परेर अनि फुर्पा र काकीको छोका भेज्नु पर्छ। तर लाचोक थुक्सुम भन्छ के लामाको साधना जस्तो कि तुजी सिम्बु रिजन हुँदु टुकटुक अनि थुकथुक भन्ने एउटा छँदैछ नि। तर थुकी टुवा भन्दाखेरि फेरि त्यो तालुङ जुरुम्बोछेले के भन्नुहुन्थ्यो भने छुटाउनु पर्छ नि लाटुक थुकथुक झोक्सेन भनेर हामी झन्डै परम्परामा लागेको लाटुक थुकथुक झोक्सेन त्यो तिनवटा छुटाउँदाखेरि फेरि थुकथुक चाहिँ हामी ठुक्कर नामसुङको थुकथुक होइन नि। फेरि ठुक्कर नामसुङको थुकथुक त लामा ठुपा हो, गुरुको साथमा हो। त्यति बेलाको थुकथुक भन्ने चाहिँ फुर्पा र काकेलाई थुकथुक भन्नुपर्छ। किन लाटुक र थुकथुक छुटाउनु पर्छ नि। अनि कोम्बसङ्ग चाहिँ झोक्सेन त्यो सबैको चाहिँ मेन्डु चाहिँ मेन्डु छैन हो। अनि जस्तो कि अब मूल अभ्यास भन्दा पहिले मेन्डु अभ्यास गर्ने भन्दाखेरि पनि यो मेन्डु छैन गर्ने हो नि झन्डै परम्परा अनुसार। त्यस कारणले मेन्डु सेर्गा यो चाहिँ लाचोक थुक्सुङ्गी भन्छ। लाचोक थुक्सुङ्गी मेन्डु भन्छ। ला भने लामाको ठुपा गुरुको साथमा, जोक भने जोक्सेन कोम्बसङ्गको अभ्यास, थुक भनेदेखि थुकथुक त्यो थुकथुक चाहिँ फेरि ठुक्कर नामसुङको थुकथुक होइन नि। किन ठुक्कर नामसुङको थुकथुक त सबै गुरुङबुछेको साथमा हो। बाहिरी रूपमा गुरुङबुछे अवलोकितेश्वरको उदाहरण गरेको, भित्री रूपमा शान्तिको गुरु गुरुङबुछे एकदिन थुकथुक, गुह्य रूपमा चाहिँ थुकथुक त्यो तिनटै गुरुको साथमा हो। लटुक हामीले छिटो तुइसिनु डकिनु पर्दाखेरि यो त चेन्जी परेको हो गुरुङबुछे होइन भनेदेखि लाजै लाग्दो हो। किन त्यो छिटुक नन्दुक सन्दुक तिनटै गुरुङबुछेको साथमा हो। तर गुरुङबुछे अवलोकितेश्वरको रूप धारण गरेको त्यसलाई लाटुक भन्छ। अनि ला जोक थुक्सुङ भनेर हुन्छ है। ला भन्दाखेरि गुरुको साथमा, लाटुक, जोक भन्दाखेरि जोक्सेन महाशान्ति, थुक भन्दाखेरि थुकथुक। त्यति बेलाको थुकथुक चाहिँ काकेर फुर्पाहरूमा चिन्नुपर्छ भनेर त्यहाँ चिरुङबुछेले भन्नुभयो। किनभनेदेखि तेर्छेन र तेर्छेन भने हुन्छ कि तेर्छेन भने महानीतिपति ठुलो तेर्तेन के, तेर्छेन भने तेर्तेन त तेर्तेन अलि सानो तेर्तेन
जुन तेर्तेनले गुरुको साथमा जोक्छेनको अभ्यास र थुकथुकको तिनटै तेरबाट निकालेको छ भनेदेखि ला जोक थुक्छुन तिनटै निकाल्यो भने उसले तेर्छेन भनिन्छ। त्यो ला जोक थुक्छुन गुरुको साथमा अथवा जोक्छेनको अभ्यास अथवा थुकथुक सिद्धाको अभ्यास त्यो तिनटामा दुईटा मात्रै तेरबाट निकालेको छ भने ऊ तेर्छेन होइन, तेर्छेन भन्छौँ हामी गुरुमुखे परम्परामा। के भन्छौँ? तेर्छेन घ्याताङ चाके, तेर्छेन टोङदाङ चाके भन्छौँ नि। तेर्छेन महानीतिपति सही अनि नीतिपति चाहिँ हजारमा छौँ। त्यसमा भिक्जिन गइदेन जसले प्रमुख झन्डेरको धार्मिक नीतिहरू तेरबाट निकाल्नु उहाँ तेर्छेन हो। त्यस कारणले उहाँको तेरभित्र लामाको साथमा पनि हुन्छ, जोक्छेनको अभ्यास पनि हुन्छ, थुकथुकको अभ्यास पनि हुन्छ, यो सबै। त्यस कारण उहाँलाई तेर्छेन भनेर हामी चिन्छौँ। हुनु त झ्याङ्डेरमा तेर्तेन धेरै छ, हामी झ्याङ्डेरको लामाले बुझ्नुपर्छ। तेर्तेन घोङमा, तेर्तेन होकमा, तेर्छे घोङमा, तेर्छे होकमा। घोङमा भने पहिला अथवा प्रमुख, रिजिङ गइदेनलाई तेर्तेन घोङमा भन्छौँ हामी झ्याङ्डेरको भाषामा। उहाँ चाहिँ पहिले र प्रमुख। तेर्तेन होकमा भन्दा उहाँभन्दा पछि आउनुभएको तेर्तेन त धेरै छ नि यिनमा। जसो कि अब रिजिङ लेख्दैन थिए दोस्रो गइदेन उहाँ नि तेर्तेनी हो। त्यसै गरेर अब गाडी पेन्सनर पनि झन्डेरकै लामा हो, उहाँ पनि तेर्तेनी हो। अब शक्य सम्भव यो मुटुको तेन्जनहरूको लगाए झन्डेरमा त तेर्तेन धेरै छ नि। जसो उर्केन त्यही लिङ्ग भयो, झन्डेरकै तेर्तेन हो। याङ्तेर हुन्छ रिजिङ गइदेनले एकचोटि निकालेर लुकाएर राखेको फेरि झिकेर प्रचारमा ल्याउनले याङ्तेर भन्छ कि फेरि निकालेर ल्याएको। त्यसरी हामी झ्याङ्डेरमा तेर्तेन पनि धेरै छ, तेर्छे पनि धेरै छ। तपाईँलाई थाहा होला केही वर्ष अगाडि टुकुछेकी एमाले टिबेटबाट पिडिएफ बनाएर अनि हाम्रो सिमला गुम्बाले छापेर झ्याङ्डेरको मूल गुम्बाहरू, झ्याङ्डेरको खेम्बुटुकुवाहरू दिए नि। 63 ठेला छ अहिलेसम्ममा टिबेको, 63 ठेला। त्यसमा नछापेको अझै कति छ? मोटामोटी 100 ठेला हुन्छ झ्याङ्डेर बुद्धि ज्ञाप। त्यो सबै झन्डेरको हो, तर सबै रिजिङ गइदेनको होइन। झन्डेरको अर्को तेर्तेनहरूको पुस्तक पनि हुन्छ त्यहाँ। त्यस कारणले अब तेरबाट निकाल्ने प्रमुख नीतिपति तेर्तेन चाहिँ रिजिङ गइदेन। तर झन्डेरको तेर्तेन उहाँ मात्रै होइन, उहाँ चाहिँ प्रमुख पहिलेको, सबभन्दा पहिलेको, उहाँको पछिको, उहाँको मुनिको तेर्तेनहरू पनि छ। तेर्तेनले निकालेको नीति धर्म पनि छ। तेर्छे भन्छौँ। यो कुराहरू अलिअलि बुझ्नुपर्छ। हामी गुरुमुखेको परम्परामा 3 प्रकारको परम्परा हुन्छ।